ल गाइज मेरो लाउड हाउ एक्सचेन्ज गरेपछिको है त ल यतिको साउन्ड आइरहेछ आवाज आउँछ गाइज अब गीत गाइदिन्छ फेरि एक सुरुमा त थाहै भएन त दाइ यो के खेल्नु पर्ने रहेछ नि पहिला सुरुमा यो के फेरि लाउडा मात्र फेरि लाउडा फेरि यो पनि फेर्नु पर्ने यो पनि फेर्नु पर्ने भाषाको त्यो थ्रेड सिस्टमले डुबायो थ्रेड सिस्टमले चाहिँ ओभरअल त्यो You think you're worth my time, you're delirious, mysterious, because you are behind and thinking scarier, inferior. You know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains that last, and to believe in what you got, it was built to last. Yeah. मैले अघि निकालेको चाहिँ यही हो यो अस्ति फेरि सर्ट स्टेम Hello guys, welcome back to the channel. आज हामी यहाँ गुड मर्निङ आज हामी चाहिँ यहाँ आरके साइकल स्टोर आएको छौँ आज यहाँ अस्मित पासाको लाउडा भाल्ने गाइस लाउडा हामी अब पछाडिको टायरमा चाहिँ अब लाउड हाउ जाँदो रहेछ अगाडिकोमा चाहिँ पर्दैन रहेछ पछाडिकोमा अब यस्तो यसमा चाहिँ कस्तो ए यो कस्तो आवाज आउँछ हाल्न लाग्यो हालिसकेपछि अब अझै टेस्ट गर्नुपर्छ अहिले हालिसकेपछि अझै धेरै ठुलो साउन्ड आउँछ नि यो मजाले जति पार भयो त्यति आउँछ यो सब यहाँ बुबु दाइले त्यहाँ खोल्दैछ अलरेडी भएको हप्तै छ कालो सोलनको भयो सोलन हटाएर फेमस हाल्ने अब फेमस भयो साइकलहरू भर्खर खोलेर यसो पसल चाहिँ होइन अब यहाँ साइकल चाहिँ निकाल्दै छ नि यहाँ मेरो साइकल चाहिँ यहाँ पार्क गरेर हाउ फुस्काउनु पर्ने रहेछ के गर्नुपर्छ यसो भनिदिनु त तब त टाइम लाग्छ कुन्नी टिकट मिलाउने त्यसपछि हाल्ने धेरै रहेछ यार धेरै काम रहेछ हेर्दाखेरि त अब यो झ्याप्पै हुन्छ यो बिना भन्थ्यो नि ल त मेरोमा हालिदिनु पर्यो यो एउटा यसमा हाल्यो एउटा मेरो चाहिँ सानो स्टिम हाल्न लाग्यो हो सर्ट स्टिम अब यो निकाल्ने हो यो काम छैन अब यो हाम्रो भाइले यहाँ पुरै खोल्दै हुनुहुन्छ होइन स्टिम खोल्दै हुनुहुन्छ पर्पल म्याच गर्न लाग्यो क्या मैले चाहिँ खास यो पर्पल कलर यहाँ पर्पल कलर यहाँ पर्पल कलर अब फ्रेम बाइक सबै पर्पल कलर हुन्छ अब र कलर हो यो कलर 29 साइज गरेँ नोम्याड डियर साइकलको त है सब सर्ट स्टेमहरू सर्ट स्टेममा अनि यो डाउन हिलवालै जस्तो ह्यान्डलहरू पनि है नोम्याड लेखेको क्या राम्रो हिलको डाउन हिलवाला रहेछ नि त ह्यान्डलहरू पनि केही अपडेटै गर्नुपर्ने ल यो हाइड्रोलिक ब्रेकहरू होइन सबै अलरेडी LTWको यो सिमानोको गेयर सेटअपहरू सबै ब्रेक त सेम हो यो MT200 हो सिमानोको अस्तिको हप्ता हालेको मेरो सिमानो होइन ब्रेक मेरो अर्को पुरै सेट भइरहेछ होइन खतरा देख्यो नि त यार
पुरै पर्पल क्या है बवाले देखेको यार उनको यार ओ यार पासा कस्तो राम्रो थियो यार दामी देखेको कस्तो राम्रो डिजाइन रहेछ नि तिम्रो मेरो भन्दा पनि दामी छ यार देख्नमा चाहिँ तिम्रो त्यो कलर के म्याच भयो क्या यो त उस्तै उस्तै रहेछ नि त्यहाँ हाम्रो त उस्तै उस्तै हो यो अगाडि हुँदो रहेछ नि है अब एकछिन चलाएर हेर्नु पऱ्यो है न यसो खिचेर त म चलाएर ए हो र ल टाइट हो बाकै छैन क्या होइन बाकै छैन मैले सोध्न लाग्थेँ कि भएर भनेर किन नोट कस्दै थियो नि त भाइले मलाई लगाइरहेको थियो के गर्न गएको छ भित्र भनेर ठिक छ यहाँ भ्लगमा कन्टेन्ट भयो भाइ कन्टेन्ट म त तिमीलाई अनौठो लाग्यो होला नि त त्यो सर्ट स्टेमले भन्दा क्या किन करायो भन्दा नै ह्यान्डल त 90 डिग्री घुम पुरा मेसिनले गर्ने रहेछ नि त होइन जाम भएर बस्यो होला पुरै सब खोल्ने यस्तो गाह्रो हुन्छ गाह्रै रहेछ यार लाउड अब आउँदैछ है स्पोक्सहरू फिट हुँदैछ अब बुन्न तयारीमा छु अब बुन्न तयारीमा हुनु निकालेको चाहिँ यो छ समस्या केही थिएन मात्र एउटा आवाजको लागि रहरै त हो मनको शान्ति अलिकति अल्टर चाहिँ भइरहेछ अब अगाडि सर्ट स्टेम क्रोम कलरको छ अब साइकलमा झिल्के दाइ लेख्न मात्र भयो अस्मिक पासाले म्याक्सिस टायर पनि यहीँ फेरायो नि त लास्ट इयर फेरि मैले 1 इयर पनि भएको छैन होला पेडल रोकिदिने घन्टी बजाउनु पर्दैन पासा घन्टी निकालिदिन्छु अब लाउडा हालेपछि जब घन्टी चाहियो नि पासा पेडल रोकिदिने रे क्या सही हो यो फलामको रहेछ नि त लाइट वेट पनि रहेछ एल्युमिनियमको एल्युमिनियमको हटपट फाट्दैन यो है ट्रिङ्सको ओरिजिनल हो यो पासाको साइकल पनि ट्रिङ्सै हो अब ओरिजिनलै हालेको कति पर्यो त यसलाई 800 रुपियाँ 800 रुपियाँ 800 पर्छ यो एकचोटि राखेपछि बोतल चाहिँ चाहियो नि फेर्नै परेन लाइफ टाइम बोतल कस्तो छ बोतल नै छ होला नि बोतल होइन हामीले मिनरल वाटर किने त्यही डाल्ने हो त्यो अलि ननिक्लिने खालको होल्डरमा ननिक्लिने खालको बोतल हुन्छ कि भनेर है यसमा निक्लिने दाइ यो यस्तो यो के भन्छ यसमा यो थ्रेडवाला पनि आउँछ नि होइन सेटवाला आउँछ के भन्छ अरे दाइ यसलाई यसलाई क्यास्केट हब भन्छ क्यास्केड हब भन्छ थ्रेडवाला चाहिँ तपाईँको गाह्रो साइकल चल्छ कि ए चलाउनु गाह्रो हुन्छ पेल्नुपर्छ कि धेरै पेल्नुपर्छ यो भयो भने अलिक सजिलो हुन्छ है एनर्जी एफिसिएन्ट हुँदैन यो पनि हाल्ने होइन बोतल होल्डर दामी ट्रिङ्सको ओरिजिनल हो अब यो प्याडिङ साइडिङ पनि छ बोतल च्याप्पै अड्काउँछ भने छ त्यहाँ हाल्नुपर्छ अब यो सुरुमा प्लास्टिकको आएको थियो साइकल बोक्ने बेला हात लागेर भाँच्छ है यो त भाँच्चिँदैन यो त एल्युमिनियमको दह्रो हुन्छ साइकलै उचाल्न मिल्छ यो त केही लाइटै छैन यो त पुरै सिङ्गै एउटै छ नि जोइन्ट छैन नि यसमा दाइले अब फिटिङ गर्दै हुनुहुन्छ सामान त डेन्जरै चाहिने रहेछ नि त दाइ
यसमा यहाँ टिकटमा मिलाउने मसिन हो ए के मिलाउने मसिन रे दाजु तिरपट मिलाउन तिरपट मिलाउने अब यसको लास्टै काम चलिरहेको छ अब तिरपट भएपछि जग्गा फिट गर्ने नि हो ए काम त खतरै रहेछ है डेन्जर रहेछ काम त लाउड अफ फेर्न गाह्रो रहेछ गाइज धेरै काम रहेछ ल दाजुले अब तिरपट मिलाउने हुन्छ हाम्रो यहाँ तिरपट मिलाउने तल स्ट्यान्ड आयो बाङ्गो हुन्छ ए हल्लिने रहेछ नि त यताउता बाङ्गोलाई अब स्पोकलाई टाइट गर्दै मिलाउने हो गिटारको स्ट्रिङ जस्तै रहेछ गिटारको स्ट्रिङ ट्याक्क नमिलेपछि धुन आउँदैन नि यसको धुन चाहिँ अब यहाँ तिरपटले मिलाउने रहेछ दाइ कति वर्ष भयो अरे दाइले साइकल काम गर्नुभयो 25 वर्ष भयो हामी बल्ल 31 राजाको पालोदेखि काठमाडौँ बसिरहेको कसको पालादेखि वीरेन्द्र राजाको पालोदेखि फेरि वीरेन्द्र राजा त आउँदैन अब ज्ञानेन्द्र राजा आउँछ कि आउन चाहिँ दिँदैन रहेछ खै के हो गाह्रो रहेछ नघुम्नुमा त त्यत्रो मान्छे मऱ्यो दिनको जुलुस दिन आउँदैछ हाल त ल गाइस आज चाहिँ अब हाम्रो यहाँ यो पनि चेन्ज भएको छ होइन ह्यान्डरेस्ट पनि यो यस्तो भएकोमा चाहिँ अलिक धेरै लङ टर्मसम्म चाहिँ हाम्रो यो थाक्दैन क्या के थाक्दैन भने के भने दुख्दैन हात गल्दैन भनौँ न गल्दैन कम्फोर्टको लागि हो कम्फोर्टको लागि हो प्लस ग्रिप पनि गएको थियो पुरानो मजा आउने रहेछ यस्तो राखेर सामान त क्या पासालाई त अब अस्ति यो राख्दाखेरि नै एकदमै अर्कै फिल भइरहेको थियो होइन मेरो झन् अब नयाँ भइरहेको थियो अब अति नै फ्रेस हुने भयो एफपिभी फर्स्ट पर्सन भ्यू नै दामी भयो नि त अब रब्बरको ह्यामर रहेछ नि त दाइको ड्यामेज नगर्नलाई त्यो दुइटैको एउटै लेभल छ दुइटैको भयो ल एलएनपीले कस्दिने नि त दाइ त पुरै रोमान्टिक मुडमा आउनुभयो त ल गाइस मेरोमा नि अब लाउडा हाल्न लाग्छौँ आज दुइटै साइकलमा अब यहाँ दाइले लाउडा हाल्ने भयो मजा आयो यस्तो ओह्रालो हुन्छ नि त्यसमा चलाएर छोड्नु त ए ओह्रालोमा त लास्टै स्पिड आउँछ नि है साउन्ड त दामी आउने रहेछ नि त ल रमाइलो हुनु भयो अब त्यहाँ मान्छे छ नि त्यसले सुनिहाल्छ खासै मेरो पनि घन्टी निकालिदिनु पर्छ क्या त्यस भए आज मेरो अफसाइड थ्रेडवाला हो यो थ्रेडवाला ए अब यसमा हाल्ने क्यास्केट हाल्ने लाउड हब हाल्ने क्यास्केटमा लाउड हब ए भनेपछि मेरो त साइकलै अपग्रेड हुने भयो नि त त्यसमा त साइकलै हल्को भयो नि त फेरि ए उसको त पहिला साथीको चलिरहेको थियो अब सिधा 100 स्पिड चल्छ साथीको त पहिल्यैदेखि क्यास्केट थियो होइन थ्रेड थिएन नि उसको त सेट थियो न क्यास्केट थियो त्यो लाउड थियो न त्यो लाउड थिएन अब मेरो चाहिँ क्यास्केट पनि हुने भयो लाउड पनि हुने भयो बा डेन्जरै अपडेट हुने भयो त मेरो त त्यो हाल्ने साइकल चल्ने फरक पर्छ अब अर्को हप्ता फुल सर्भिसिङ गर्न लिएर आउँछ त्यो बेला चाहिँ यो सबै यसमा अब मोबिल हाल्नुपर्छ अब त्यो चलाउँदैन कामै लाग्दैन त नलाने त यहाँ अब अरू केही साइकल ल्यायो भने यहाँ अरू दाइहरूलाई काम लाग्छ त्यो कसैले थोत्रो साइकल सस्तो बनाइदियो भने त्यही हाल्छ नि तपाईँले अनि अघि नै फेर्ने बेलामा यो फेर्नुपर्छ भन्नु पर्दैन त दाइ दाइ नभनिदिएर त्यही भित्र गाली गरिरहेको हो तर दाइलाई थाहा थिएन मेरो खास यो थ्रेड रहेछ क्या दाइ सिधा पनि हब थ्रेड तार निकाल्नलाई त उसले थ्रेड खोलिसकेछ नि त्यो चाहिँ यो गर्यो भने चाहिँ तपाईँले यो
पासाले सायद सोच्थ्यो होला त्यसपछि होइन त्यसपछि सोच्थ्यो मसँग पैसा थिएन नि अनि फेरि चाहिँ मान्छे भयो भने चाहिँ के गर्ने भनेर भन्ने त होला फेरि अनि त्यो निकालेर फेरि ट्रेड हाल्नु पर्छ दाइको त्यहाँ तीनचोटि काम हुन्थ्यो दाइको अहिले म त हबै मात्र हाल्ने यो त म ठेक्का सक्दैन अफर गरेर उसले हब फेरि त्यो काम मात्र गऱ्यो होइन त्यही त भाइ त्यो त धन्य राम्रो ग्राहक आएर तैँले यो गरेर ठिक भयो पैसा भनेर मान्छेको के सोचले आइरहेको हुन्छ मिस्त्री सुरुमा त थाहै भएन नि त दाइ यो के फेर्नु पर्ने रहेछ नि त सामान हाल्दै हाल्दै पहिला सुरुमा यो के अरे के फेर्ने भने लौडा मात्रै फेर्ने भनेको चुना यार मेरो त लौडा फेरेर ल यो पनि फेर्नु पर्ने रहेछ यो पनि फेर्नु पर्ने रहेछ पासाको त्यो थ्रेड सिस्टमले डुबायो कि थ्रेड सिस्टमले डुबायो है थ्रेड सिस्टमले चाहिँ ओभरअल त्यो मेकानिजम नै फरक हुँदो रहेछ नि त फिट हुने अब मेरो थ्रेडबाट यो क्यास्केट भयो क्यास्केट हुँदा त सबै क्यास्केट पुरै क्यास्केट हुने भयो ल गाइस आज चाहिँ मेरो यहाँ साइकलै नयाँ हुने भयो आज यो अब यो पहिला मेरो चाहिँ यहाँ थ्रेड सिस्टमको थियो होइन यो क्यास्केटको हालेपछि यो काम नलाग्ने रहेछ अब यो फाल्ने भयो यो अब यहाँ नयाँ खोइ कहाँ गयो नयाँ व्हिलमा छ नयाँ है दाइले अब यहाँ मेरो यो पनि काम नलाग्ने भयो यो पनि अब फाल्ने भयो होइन व्हिल खोइ अर्को ऊ त्यहाँ छ टक्क लाएर अब यो नयाँ भयो अर्को अब यो पनि सिमानोको यो मेरो पुरानो चेन हो यो पुरै गइसकेको रहेछ यो पनि अब यहाँ अहिले दाइले नयाँ चेन हाल्नु भएको छ यो चाहिँ के को केएमसीको चेन हाल्नु भएको छ धन्न ड्युरेलर चाहिँ फेर्नु परेन त्यो पनि फेर्नु पर्दा हेर तनाव हुन्थ्यो यो सब फेरेको गाइज हामीले यो चाहिँ मैले यो निकाल्दाखेरि यो निकालेर थ्रेड निकालेर यो क्यास्केट हाल्दाखेरि होइन के फेर्नु पर्यो भने यो निकाल्नु पर्यो त्यसपछि यो निकाल्नु पर्यो त्यसपछि यो निकाल्नु पर्यो त्यसपछि यो निकाल्नु पर्यो होइन खर्च त टन्नै उठ्यो त यो क्यास्केट हाल्दाखेरि होइन यति काम यति फेल्नु पर्ने रहेछ थाहा थिएन नि मलाई दाइले भन्नु भएन अस्मितको चाहिँ यिनीहरू फेरि हो घन्टी निकालेको हो अनि यो निकालेर उसको यस्तो हाल्यो हो यस्तो यहाँ यो रेस्टवाला भएकोवाला हाल्यो हो गाइस नयाँ लुक्स आएको छ मेरो होइन नयाँ छ चेन नयाँ अनि यो पनि नयाँ हो यो के भन्छ यार यसलाई मेरा नाम सबको मेरा सलाम हड्डी चाहे मासु चाहे सबको मेरा सलाम यस्तो आवाज आउँछ क्या गाइस अब हड्डी मेरा नाम खोइ गीत गाइदिन्छ फेरि एक अब यो मेरा नाम जोकर फिल्मको गाना हो यो कि यसको हिरो हो देवानन्द फिल्मको गाना हो हड्डी मेरा नाम सबको मेरा सलाम ये तर सुन्ने बारे नाम मेरा नाम जोकर छ कि छैन दाइ फिल्म हो छ दिदी दाइ यस्तो गर्छ के को पागल कस्तो लगाइज मेरो लाउड हब चेन्ज गरेपछिको है त ल यतिको साउन्ड आइरहेछ अब पासाको पनि हुँदैछ त्यहाँ पासाको भएपछि दुईजनै सर लाएर